हेलो साथीभाइहरू होइन, म चाहिँ आज तपाईँहरूलाई एउटा माइकको बारेमा भन्न गइरहेको छु होइन। यो माइक किनेर लिएर आएको होइन। यो माइक चाहिँ कस्तो छ के छ अनबक्सिङ गरेर हेरौँ भनेको होइन। अब के कस्तो छ मैले पहिल्यै खोलिसकेँ होइन। ल्याउनेदेखि खोल्नुपर्छ नि त, त्यही भएर खाली मात्रै हो यो चाहिँ होइन। यसबाट झिकेर यहाँ एउटा चार्जर पाउँछ यसमा होइन। एउटा चार्जर भयो यो चाहिँ, यसलाई चार्ज गर्ने खालको। अनि यसकै माइक हो क्या यो चाहिँ। यो हुन्छ यसको भित्र चाहिँ होइन। हेर्नुहोस् यस्तो दामी छ होइन। यो भित्र चाहिँ के हुन्छ भने यस्तो टाइपको छ क्या होइन। आइफोनको लागि पनि चार्ज हाल्न मिल्छ होइन। यो चाहिँ अब दुईटाको भयो होइन। एकजना मान्छे टक्क यता बोल्ने, एकजना यता यसको लागि भयो, दुईटा भयो होइन। एउटा यो दुईटा हुन्छ क्या यसको चाहिँ। अनि यस्तो छ होइन, चार्ज गर्न मिल्छ होइन। चार्ज यहाँ गर्ने हो। अनि चार्जै नगर्दा पनि यसको आफै चार्ज भइराख्छ क्या। चार्जै गर्नु पर्दैन यसलाई चाहिँ, आफै चार्ज भइराख्छ होइन। यसलाई चाहिँ अब गर्नु पर्यो, यसलाई पनि चार्ज गर्न मिल्छ क्या। छुट्टै चार्ज पनि गर्न मिल्ने रहेछ क्या यसमा। हेर्नु है, यहाँ चार्ज पनि गर्न मिल्छ यसको चाहिँ। यस्तो छ, दामी छ यो माइकहरू किन्न। भिडियो सिडियो बनाउनको लागि एकदम राम्रो छ होइन। देख्न सक्नुहुन्छ यस्तो दामी बट्टाहरू पनि हेर्नु न, दामी। यसमा चाहिँ यो टाइप सी को चार्ज हुन्छ होइन। चार्ज गर्नेवाला जस्तै टाइपको हुन्छ। यहाँ चाहिँ आइफोनको हुन्छ। दुईटा माइक भइहाल्यो। अनि त्यो अब आइफोनको लागि हो भने चाहिँ पहिला यो हाल्ने पर्छ यतापट्टि, के भन्छ यसलाई, यो हालेर अनि यो टाइप सी को त्यहाँभित्र घुसारेर अनि टक्क गर्न मिल्छ। यो चाहिँ दुईटालाई काम लाग्छ क्या। एउटा टाइप सी को लागि पनि काम गर्यो अनि एउटा यो एनोडहरूको लागि पनि काम गर्छ क्या यसले चाहिँ। राम्रो छ भनौँ न होइन। सस्तो मस्तो 1800 2000 1700 हेरी ठाउँमा पाउँछ यो चाहिँ। धेरै महँगो पनि पर्दैन, ठिक्क आफूलाई पुग्ने जति चाहिँ। देख्न सक्नुहुन्छ साथीभाइहरू, यस्तो छ, राम्रो छ। भिडियो सिडियो भ्लगहरू बनाउन, टिकटकहरू बनाउन एकदम राम्रो छ। यो किन्न हुन्छ। बाई बाई, टाटा। लाइक सब्सक्राइब गरिदिनु होला है साथीभाइहरू।